ऊ हामीलाई प्याकिङ गर्दैछ। अब मेरो जुत्ताहरू सब निकालिदिन्छ नि, मलाई कति माया गर्छ सबै। अब जानुपर्छ हामी। गुड मर्निङ। गुड मर्निङ। कहाँ जाने? अब पारो तक्सङ हिँड्नुपर्छ रे 2 घण्टा। हामी त यहाँ बसेको हिजो। गुड मर्निङ नटुदले उताबाटै। हामी त यहाँ बसेको हिजो। अब निक्लिने हो। गुड मर्निङ कुञ्जला, गुड मर्निङ। अब हम लोग पारो तक्संग के लिए निकले। अभी हम लोग पारो तक्संग टाइगर नेस्ट जाएंगे। तो ये मॉर्निंग का व्यू है। इस तरफ का नज़ारा दिखाओ पूरा। सब होटल है, सब होटल है। ये भी होटल है। तो हम लोग का गाड़ी भी रेडी हो गया अभी। ये लाखोर D2A 2554 कुंजला भी रेडी है, जिमला भी रेडी है। हाँ, हमारा गुरु जी है। हम लोग अभी जाएंगे आराम से। था जो जल ब्रेकफास्ट है यार, याद है तदा। हाँ, we'll have breakfast here. Good morning. Good morning. Good morning. तदा भले साई टिमोमो में 2 mixed food, pure Bhutan, buffet available, and breakfast. Feels like also like that. Breakfast atin le so. Oh, मान्छे आयो भने चाल पाउँछ नि त। ओ सँगसलो तदी and we'll have breakfast. अजी फाले काम भयो गुरे सुक्खा रोटी ए बाहिर नक्सामा त रहेछ त अन्त। अब हामी पारो तक्सङको लागि जाँदैछ। अनि अब 9:15 जस्तो भयो है। अन्त यहाँ चिया एकदम ओरिजिनल फेजा घिउ हालेको चोकर पनि जेन ल गरिन्छ बे म जुनियरको लते रुम त दलन दोस बे कनि उगे रे बोजला छ बाबे पाला चाहिँ यस्तो गर्छ दामी। चिया चाहिँ दामी आज भेटायो। हिजोको चाहिँ त्यो प्याकेट यस्तो हालेको थियो क्या बाटोमा आउँदा फेरि। आज दामी भेटायो, दामी चिया रहेछ। अब टिमो मगाएको छ अनि केवा थाजी एमा थाजी मगाएको छ। खाने हो, खाएर जाने। दिउँसो चाहिँ अनि अथेन्टिक भुटानको डिस नै पाउँछ अरे, रातो चामल। यो चाहिँ बस्तीमा आइपुग्यो हामी। अब दिउँसो चाहिँ मजाले भात खाने हो। मोमो आलु थाची यहाँ दाल थाची नि मेन यहाँ एमा थाची सिबे देख्छ सिबे अनि च्यापेचा ब्रेकफास्ट पनि आयो। यो चोप देखाउ न। तुम बोलो ना सुन जेरे बजे जे बोलो मैं तुम जेरे बजे तुम बोलो मैं के जेरे बजे क्या मैं कौन जो सुनला चे बाबे ए टिमोमो। हाँ ये जी एमा ताची क्या होता ची मासुना खाने आए थे उसे गाड़ी सगरा फिर मासुना जा पाला ले भाई क्या मिट्टो बनाए था ब्रेकफास्ट खाने पर्छ अरे हिँड्नु पर्छ नि त माथि हो। यो पनि चपा त्यो पनि चपा त्यो कम मात्रै
Mereka mau cetak apa kan mau? Itu sini. Lalu digest. Breakfast पनि सक्यो अब अझै एक मग चिया मगाउँछु तातो हजुर भिजुअलले टिकट पनि काट्दियो अब हामी यहाँबाट वक जान्छ अब तिमी त जानु सकेन भने घोडामा पनि जाँदा हुने रहेछ त बेबी अनि तिमी आधीसँग घोडामा नि ठ्याक 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 हिँड्दा घोडामा चढेर हिँड्दा आउँछ तिमी के हो नि इन्जोय त हो नि आज भन्छ यो घोडामा चढेर लान्छ ए घोडामा चढेर गएको चाहिँ कति पैसा माग्छ ए अब यी हामी पस्दैछ ऊ बुढी पनि जान्दैछ म पनि जान्दैछ हो अब यो उकालो चाहिँ सुरु हो ट्रेकिङ आफै पालाले देखाउँदै लान्छ है बात मात्दै मात्दै गीत गाउँदै नाच्दै जान्छ अब सफर शुरू हो गया पर्वताक्साङ का हम लोग जा रहा है ओ मरने पे मैं हूँ मरने पे मैं हूँ मरने पे मैं हूँ यहाँ घोडाहरू रहेछ यो घोडा भन्दा न यसलाई खच्चर भन्छ घोडा चाहिँ हेर्ने हो भने चाहिँ हाम्रोतिर आउनुपर्छ मिरिकमा ठुल्ठुलो घोडा छ यो चाहिँ खच्चड हो यसले सामान बोक्छ यसलाई चाहिँ ठे भन्छ ठे मेरो बाजेहरूले यो पुरा मेरो 100वटा जस्तो थियो पहिला थियो नि त्यसमा यही पोपो मोमो खुँचोसँग ठेब्यो अरे हजुरले ठे भङ भयो त्यति अनि हजुर कि फागालाई यो के ठोङसेप लट्रो सुन्तरा आलु त्यो गाडी हो मारा हजुर पोपो जुजुल के त अनि हजुर पोपो बिजनेस खोला धेरै त्यहाँमा हो अब पाला त हिँड्छ यस्तो जङ्गल काँडा पाला त पुरा मन पराउँछ आफै यो चाहिँ अलिकति घोडा नै जस्तो रहेछ यो चाहिँ अलिक ठुलो साइजको रहेछ आफै हाम्रो त पहिला दामी घोडा थियो भने त यसको र हाम्रो बाजेहरू एउटै हो हामी त सानो चाइल्डहुड फ्रेन्ड हो अन्त मेरो घरको माथि बस्छ यिनीहरू अन्त घोडाको नाम थियो अरे त्यो घोडा चाहिँ आफै चढ्ने घोडा खास घोडा त्यो अजय देवनको घोडाहरू जस्तो हुन्छ नि त्यस्तो घोडा थियो अब ट्रेकिङ जाँदैछ रेस्ट गरेर बसेको होला ए यहाँ यो पहाड देखाएँ मैले यहाँ मुना पनि घुम्दै रहेछ गुड मर्निङ हैव अ नाइस ट्रेक गुड मॉर्निंग जी कहाँ से इंडिया मुंबई हाँ इंडिया दार्जिलिंग हाँ नाइस टू मीट यू हाँ अभी पहाड़ चढ़ रहा है साथ में चढ़ेंगे नहीं जाना जिंदगी एक सफर है सुहाना कल क्या होगा किसने जाना मैं फेसबुक में रील बनाता हूँ ये रील आपका मेरा डाल देंगे ठीक है मेरा दोस्त के साथ एक
फोटो अभी भाई भी आजी भाई जी फोटो नहीं छोटी बहन गाना गाएंगे हम अभी आधा रास्ता पहुंच गया है खाली आधा रास्ता खाली है हो जाएगा। हाँ हो जाएगा और पला एक गाना गाएगा कौन सा आप बताओ। एक दिन बीत जाएगा माटी के मोल जग में रह जाएंगे प्यारे तेरी बोल ला 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 ला। ये एकदम बढ़िया सा व्यू है। चलो बेबी चलो, थकना नहीं रुकना नहीं, आज तो जैसे भी करके पहुंचना है। हाँ 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 बहुत बढ़िया नज़ारा है। अभी चल रहा है दौड़ रहा है पारो तक्संग के लिए निकल रहा है। हाँ ये देखो ये हम दिखाएंगे ये जो पानी है ना वो पानी का फोर्स से वो माने घूम रहा है। हाँ एकदम एकदम सा इधर देखो मेरे को। चलना है आराम से। आ जाओ आ जाओ। शॉर्टकट रास्ता से आ गया ना। आराम से चलो आराम से। ठीक है आज ये अच्छा चल था क्या अब निकै आइपुग्यो माथि। यहाँ चाहिँ दुईटा बाटो रहेछ। यहाँ देखाएको हिँड्ने बाटो घोडा हिँड्ने बाटो त्यसलाई चाहिँ मुल्ली भन्छ मुल्ली मुल्ली हिँड्ने बाटो यहाँ मान्छे हिँड्ने बाटो यहाँ मान्छे हिँड्ने बाटो यता रहेछ। अब हामी मुल्ली त होइन मान्छे हो हामी यताबाट हिँड्नुपर्छ नि त हो। ए चलो आज त तिमी राम्रो हिँड्दैछ है। अब यहाँ दुईटा बाटो रहेछ। अब मभन्दा स्पिड हिँड्दैछ आज। अन्त मान्छेहरू जहाँ जाँदैछ ती जानुपर्छ क्या। ए ल दामी दामी। सन्जम हो होइन सन्जम हो त्यो चाहिँ। अनि यहाँ माथि अलिअलि हिउँ परेछ। हिउँ परेछ त यहाँ यहाँ हिउँ परेछ है। ठ्याक्कै यहाँ चाहिँ तिनवटा यहाँ माउ अनि त्यहाँ डेन्स फरेस्ट जस्तो त्यहाँ पहाड अनि यहाँ चाहिँ अब हिउँ परेपछि माउन्टेन भनौँ है। माउन्टेन अझै हिउँ पर्दा त दामी देख्छ होला नि है। दामी देख्छ एकदम राम्रो। अब यहाँ पनि रहेछ एउटा भ्यू यहीँ हो माने अनि मानेको पछाडि टक्कै पारो थासँग दामी देख्दछ। ओ माने पे मैं हूँ माने पे मैं हूँ माने पे मैं हूँ माने पे ओ माने पे मैं हूँ माने पे मैं हूँ माने पे मैं हूँ माने पे मैं ओ माने पे मैं हूँ माने पे मैं हूँ माने पे मैं हूँ ओ माने पे मैं हूँ माने पे मैं हूँ माने पे मैं मान्छेहरू थुप्रो आउँदैछ। बुढी पनि अगाडि अगाडि जाँदैछ। आज त यो पनि मजाले हिँड्यो। यस्तो नातो पानी के पानी हो त अन्त। यो त मलाई केही होइन यस्तो त। यो चाहिँ होली वाटर एकदम दामी पानी हो। लु बेबी तिमी अलिकति पिउ त्यो पानी पालालाई पनि देऊ। होली वाटर भन्यो भने त पालाले अब चोखो पानी हो यो। माथि कहाँ मन्दिरबाट आएको होला नि त है त्यो कारणले होली वाटर भन्दो रहेछ यसलाई है बेबी। अब यो आधी लिटर पालाले थाप्यो। आमा चिसो रहेछ नि दामी पानी थाप्नुपर्छ। 10 रुपियाँ 20 रुपियाँ पचाउनु पर्छ। पानीको साह्रै लोभ लाग्छ। दार्जिलिङमा पानी कमै छ नि त थाप्छ पालाले। अब बाटो माथि तिर्खा लाग्यो भने खानु काम लाग्छ नि त। बिचु तिम्रोमा छ बेबी। साह्रै सानो हुँदैछ धारा चाहिँ है। ल
यो चाहिँ अब पुग्नु लाग्दाको भिडियो हो। भोलि चाहिँ खुसी छ ऊ। अब पारो ताक्साङ चाहिँ यहाँ छ यी नजिकमै हो। हामी ओह्रालो झरेर अब यहाँनिर हामीलाई यो फोनहरू केही पनि लानु दिँदैन अरे, त्यही कारण म भित्रको भ्यू चाहिँ दिनु सक्दैन तपाईँहरूलाई। अब मैले खाता ल्याएको छ, त्यो ल्याएको छ, मजाले पूजा गर्छ हो। अन्त हजुर के भन्नुभयो बुढी? ट्र्याक पनि लाउनुपर्छ, हाफ प्यान्टमा जानु दिँदैन अरे। त्यसले गर्दा अब मैले ट्र्याक ल्याएको छ। अनि अब हामी आइपुग्यो। अब यहाँ चाहिँ स्ट्रिक्टली प्रोहिबिटेड फोटो सोटो भिडियो सिडियो हो, केही छैन। मैले दामी भ्यू तपाईँलाई दिइसकेँ। अन्त यी अब यो लास्ट भ्यू हो। यो मुनिको यस्तो जग्गाबाट यस्तो बनाएको छ, आम्बो कति दामी नि। यो त अब पालाले नाचौँ यतै बसौँ जस्तो भयो नि हो है, कति दामी। अब दुःख गरेर हिँडेर आयो भने टाढो हिँड्यो भने यस्तो भ्यू देख्नु पाउँछ भन्ने हो त हो। मामा मेहनत का फल मीठा होता है बोल के ऐसा ही है ना। मेहनत करके आया तो मीठा फल मिलता है। आप कहाँ से आप लोग? हो दिल्ली वाला मिल गया, केरला वाला मिल गया, पंजाब वाला मिल गया, कलकत्ता वाला भी मिल गया। हेलो, हम लोग दार्जिलिंग से, वेस्ट बंगाल। हाँ। अब ए बेबी यहाँ हेर न कति दामी भ्यू पोइन्ट रहेछ यहाँ त ऊ हो। म त अघि आइपुगेको, अब तिमीलाई पर्खिरहेछ यहाँ। अब यहाँ देखाउँछ पल्लाले यो डाँडा हेर त, यो भ्यू पोइन्ट रहेछ। आमामा ऊ माथि त हिउँ पनि परेछ, देखाउँछ ल। मैले अघि तिमीलाई भने नि बेबी के पो यो सन्जम भन्ने बोर्डर यहाँबाट देख्दैछ नि दामी। यी सन्जम बोर्डर। अन्त यो यसो गरे होइन, यी यहाँतिर त हिउँ पनि पर्दो रहेछ। यी हिउँ पनि पर्दछ यहाँतिर त। यो यस्तो दामी पहाड हो। अनि अघि फिन्चुलाले भन्दै थियो नि यहाँ तल यो चाहिँ सन्जम बोर्डर रहेछ। मैले भने यहाँबाट दामी देख्छ, मलाई थाहा थियो यो भ्यू मैले पाउँछ भनेर। ओहो ब्युटिफुल भ्यू, मन पऱ्यो पालालाई। हामीलाई कहाँ आयो भने सबै डेन्जर जग्गामा ल्यायो। अब यहाँ माथि तिमीलाई कहाँ लान्छ भने हिस्से छेउकोमा लान्छ। लो जाऊ बेबी, तिमी अगाडि जाऊ। पुग्नु आँट्यो ऊ गुम्बा त्यहीँ देख्दैछ। अच्छा अब पुग्यो हामी। यो कति महिना यस्तो हामी त आरामले हिँड्छ। हलालाई यस्तो हिँड्नु त केही लाग्दैन। अब यहाँबाट चाहिँ दामी आउँछ है। यो थुप्रो मान्छे पिलग्रिम्स गरेर फर्किँदैछ। नमस्कार। लु अलिक थकान मिट्यो बुढी? एकदम। ल अब फेरि बिस्तारै जानुपर्छ। ए अघिदेखि चाहिँ तोर्मा जस्तो बसिबस्छ, अब फेरि जाने बेलामा पानी खान्छ, जाने बेलामा पिसाब आउँछ। ल चलो। हाँ भाई ये देखो पूरा झुंड में है ये लोग तो। आप 1 2 3 4 5। आप ए लड़का आ गया है। हाँ या बेबी यहाँबाट पार तक्सँग देख्छ होला बेबी। एक घुमौँ न यहाँबाट। एक कुरा गर्ने जग्गा रहेछ कि के हो? यहाँबाट देख्दैछ नि त यी ब्युटिफुल पारो। अब योबाट चाहिँ खिच्छ होला मान्छेले। ल या हो दे
Leso. Nanzo paratak sang leso che. Yeah. यहाँ होली हटेर रहेछ नि त हो टुप्चु दार्जिलिङ हजुर ओ ढुप्चु थाप्दैछ यो चाहिँ अब हामी दार्जिलिङमा थुप्रो छ हाप्नुपर्ने उनीहरूलाई एक एक बोतल दिने अब यहाँबाट लाने केही त छैन अब यही हो टुप्चु नै हो यो गुरु रिम्पोछेको एकदम यस्तो पहाडमा कहाँबाट पानी निक्लिन्छ न त भने होइन यहाँ निक्लिरहेछ नि त त्यही कारणले टुप्चु भनेको उसले फुर्पा यहाँ काट्दैको थियो होला लु टुप्चु बढ्दैछ बरा हो त्यो 3टा बिस्लेरी ओ गुड यो यस्तो जाउँ पुग्नु लाग्यो अब आउँदैछ पल्ला आउँदैछ आफै लु धागो पक्रेर जाऊ तिमी अब जानु नसक्ने होला ठाडो उकालो रहेछ नि त धागो चाहिँ राम्रो पक्र नि फेरि हल्ला धागो पर्दैन खान्डो हिस्से छेकेकोमा आइपुग्यो अब हुनु बुझेको कटक्टर उनीहरू खान्डो भन्टो रवा नेपालमा छ नि अहिलेसम्म तिमीले लगभग गयो नि अब यो खान्डो हिस्से छेक्यो भुटानको यहाँनिर तपस्या बसेको दशरथ लाया मन्त्रको लागि गुरुको मन्त्र यहाँ 4 महिना 5 महिना ऊ गुफा बसेको अरे तासेम्बो आउनु हुने तासेम्बो 아주 빠진잖아요, 그치? मान्छे सबैलाई सुख दिनुहोस् दुःख कसकोमा नआओस् सबैलाई शक्ति दिनुहोस् भनेर म हिस्से चोकलाई प्रार्थना गरिदिँदैछु ओ रिम्पोछेको खण्डमा आउनु हिस्से चोके ओ पलाले प्रार्थना गरिसक्यो भने एकदमै आमाले भात पस्केको ओ गुड अब यो दाल त नहाल हामीले पेलामा खानुपर्छ ओ पेलामै यसलाई क्या धानी रहेछ है यो चाहिँ फेरि पम्किनको दाल अथेन्टिक फुड ओ पम्किनको दाल तिमीले सब गर पलाले बजाउँछ भोक लाग्यो अब पर तक्सङबाट आएको थ्याङ्क यू ओके अब आज पनि आउनु है त यस्तो भयो कि हाम्रो त्यो बुढनिसको रेड राइस हाम्रो अर्ग्यानिक यो चाहिँ हाम्रो गाई बिफ त्यो लोम पनि गुन्द्रुक जस्तो सुकेको त्यो चाहिँ हाम्रो साग अर्ग्यानिक हाम्रो के भन्छ बारीको यो अर्ग्यानिक ऊ चाहिँ हाम्रो मुल्ला यो चाहिँ हाम्रो त्यो भुटानको अचार यो चाहिँ तपाईँको सलकमको दाछी लगाएर यो चाहिँ फर्सीको सुप थ्याङ्क यू इन्जोय गर्नु ल थ्याङ्क यू ल Oh, the ball of mails and jet and budget, your ball of man, I'm jet and budget and ball of man, you did and budget, I'm never going to some large body. Shall I know now? Shaka mate.
यो चाहिँ गुन्द्रुक छ एकदम दामी एकदम दामी फाक्सा के भन्दैन पालालाई चाहिँ यस्तो मनपर्छ मलाई एक पिसको यस्तो सेतो मुला चाहिँ त्यहाँ सुक्खा मुला मुला टेस्ट नै गर्दैन डिफ्रेन्ट टेस्ट हुन्छ है पम्किनको भएर अलिक कुदी कुदै भोक लागेको छ खान्छ पालाले त खो खो यो चाहिँ स्ट्रक अब लाम के चाहिँ भन्नुहोस् ल हुन्छ हुन्छ मिठो भयो खान्छ क्या कस्तो आउँछ सर त्यस्तो नखाएको ल भाइ अहिले बिग्रिन्छ खानु सक्ने खानुपर्छ हौ धन्यवाद धेरै Thank you. Done. For the authentic food. दामी भयो दामी मजाले खाएँ आम्मा राखौँ राख्दै